हेलो गाइस, आज हम खेलने वाला है लोन वुल्फ और वाला है नू प्रैंक। चलो भाग भाग नूब जसरी हिँड्छौँ हामी। आज हम लोग करने वाले नूब प्रैंक। नूब प्रैंक के लिए नूब टेस्ट भी तो चाहिए। भूल गई क्या? भाई नो इंटरनेट प्रैंक कर रहा है सस्ता। भाई हाम्रो नूब प्रैंक सक्सेसफुल भइरहेछ। हाम्रो साथी खेल्दैछ। साथी कति नूब जति बेला हाम्रो 4 राउन्डहरु चाहिँ त्यो हाम्रो कमब्याक हान्ने हो यहाँहरुको। 4 हैन 3 तर के हामी कमब्याक हान्न सक्छौं? 3 मा हान्नुपर्छ के? ल 3 मा हामी गर्छौं। 3 मा हामी हान्छौं नूब प्रैंक सक्सेसफुल। त्यसपछि हामी बन्द हारलाई पेल्नेको ट्राई गर्छौं अनि के हामीले कमब्याक हान्न सक्छौं? गाइज लास्ट 1 राउन्ड त्यसपछि यिनीहरूको हामी फाडेर राख्दिने। गु अड्किन गरेर हाने डेजर्ट तर डेजर्ट ल्याएको के फाइदा? हामी त नु अहिलेको लागि फायर गर्नु अगाडि जाने अनि नो प्रैंक यो पालि यो चाहिँ अलिकति प्रोरी छ। भगवान जी यो बन्दा मर्छ प्लिज मरिहाल्दे। गाइज हाम्रो प्रैंक गर्न सक्सेसफुल हुँदैन। अझै 1 राउन्ड हारौँ न के छ र? गाइज अझै एउटा राउन्ड हार्नु पर्ला मतलब हार्नु पर्ला। तर यो बन्दीलाई म आज हुँदै नै मारिदिन्छु। त्यो त गर्न सक्दैन हामी तर पछाडि पनि हान्छ। अब यो पालि जित्यो भने पनि हामी नु प्रैंक फेल गर्छौँ। गाइज हामी नूब प्रैंक फेल भइरहेछ। त्यसैले आज गाइज अब हामी यो बन्दीलाई प्याक हान्यो जुन नूबडी बट्नेलाई। त्यसपछि हामी गएर मर्ने। ओइ दुईटा मर थियो मार्न देखा थिएँ। अब यसको भारी तर यसले हेडसट हान्दैन किनकि यसको उखा दे भित्तामा हान्न परिरहेछ। अरे तू जा रे गाइज के प्लिज गाइज यो बन्दा के गरेछ? हाम्रो नूब प्रैंक आज फेल हुन्छ जस्तो छ। यो बन्दी लास्ट चोटि मरिहाल्योस् त्यसपछि नूब प्रैंकको फाइदा भइहाल्छ। त्यसपछि हामी गर्ने गाइज सायदले हाम्रो नूब प्रैंक सक्सेसफुल हुँदैन। गाइज अब यिनीहरू
अब यिनीहरू नुब्राहरूको फाड्नु बेला आइसक्यो उनीहरूले हामीलाई धेरै हल्कामा लियो अब यिनीहरूको फाड्नु पर्ला अब रिच गर्ने पावर किनकि तिनीहरूको हुन्छ अब टावर हेलो यिनीहरू पनि गर्नुलाई के हो कहाँ सक्छ यिनीहरू जान मिनी युजीलाई बुझ्दै कस्तो खतम गेम खतम ओके गाइस नेक्स्ट राउन्ड गाइस यो पालि कार्रेबाट हेर्छु रानी गाइस अब हामीले इजी कमब्याक हाल्नेछौँ अब 2 राउन्ड जस्ट 2 राउन्ड अब 2 राउन्डमा यिनीहरूको खेल खतम हान्ने हो यो नुबडीले मलाई ब्लक हान्यो अघि मैले हाने जस्तै गाइस लास्ट राउन्ड गाइस लास्ट राउन्ड तर यो नुबडी बन्दीले हाम्रो बाटो छिकिरा थिए तर नि हामीले बाल हुँदैन अनि यो लास्टवटा बन्दा त पक्कै खतम हो कहाँ छस् ल भाग्छस् खतम जित्यो र नमस्ते रियान